सधैँ आज हाम्रो यात्रा कहाँसम्म हुन्छ भन्दा आज हाम्रो चोको डाँडा यहाँबाट लगभग 5-6 किलोमिटर माथि होला। नमस्कार सम्पूर्णमा। आज हाम्रो यो फौजी चाहिँ अरमला कोर्स जाँदैछ। फौजीको हाम्रो लिडरहरू हाम्रो भाइहरू नि त हाम्रो विशेष फौजीमा त अगाडि हुनुभयो। पोखरा बजारलाई तल छाडेर हामी अगाडि बढ्दैछौँ। हजुर खै दिल खै ल केटाहरू भुन्डी पनि छ हामीसँग। ल अरमला कोट आइसकेपछि हामी यहाँबाट टक्क पानी खाएर अब हाम्रो योभन्दा माथिको यात्रा सुरु हुन्छ। यहाँ यस्तो लेखेको रहेछ, यहाँ बाघ पनि पाइन्छ भनेर लेखेको छ, तर बाघ त पाउँदैन कि चितुवा पाउँछ। कोब्रा र गोमन फेरि दुइटै लेखेको रहेछ। सायद मलाई लाग्छ कोब्रा एकदम कम पाउँदैन होला सायद, यो चिसोमा चाहिँ कम नै पाउँछ। टक्क हामी यहाँबाट यात्रा हाम्रो माथि हुन्छ फेरि, होइन त मित? के लेखेर रहेछ केटाहरू यहाँ? अरमला कोट चोगो डाँडा, चोगो डाँडा रहेछ नि त है। चोगो डाँडा हुँदै महापुरुष डाँडासम्म जाने पर्यटन पदमार्ग प्रवेशद्वार। ल हाम्रो गन्तव्य यति भनेर लेख्नु पर्ने है। अब हाम्रो मोबाइलले देखाउँछ आज डिस्टेन्स। ठिक छ, अहिले त्यस्तै अघि हेरेको थिएँ मैले कति 2.8 हिँडेको क्या। ल हामी धेरै नै माथि आइसकेको छ। तल पोखरा बजार टक्क गाउँला नि, अरमलाकोट गाउँला नि तल छोडिसक्यो। हो यहाँनिर है चुमर्दा बल्ल यतिको देख्छ। यतापट्टि ढिकी डाँडा रिसोर्ट पारी देखिरहेछ, यहाँ देखिरहेछ। हामी धेरै माथि आइसक्यौँ। मित वेट गर्नु। लगभग उज्यालो भएको अवस्था छ, यहाँनिर चाहिँ उज्यालो भइसकेको छ। यतातिर घाम झुल्किने ठाउँतिर नै टक्क घामको किरणहरू बाहिर देखिए जस्तो छ। जुनमा चाहिँ माथि टक्क बादलको बिचमा हुनुहुन्छ। पोखरा बजारतिर बत्ती बलेकै छ। हामी हिँडेकै छौँ गाइस। अहिले चाहिँ लट्ठी टेकेर 5 किलोमिटर ट्याक्कै आइपुग्यो। अब माथि फेरि पुरा यस्तो बाटो छ कि फेरि हल्का झाडी बाटो छ कि अहिले चाहिँ लट्ठी टेक्यो उकाले। साथीहरू मेरो मिजु हुनुहुन्छ, मिजुको खुट्टा दुखाएको छ। आज हामीले हिँडाइयो मिजुलाई। केडाहरू छन् अगाडि, केडाहरू पुगिसक्यो अगाडि। के जस्तो ए जङ्गलै जङ्गल छ, उकालै उकालो छ। हामी हिँडिरहेछौँ गाइस, हामी हिँडिरहेछौँ। मजा आइरहेछ हिँड्नु पाउँदा। हिँड्दा मजा लिने मान्छे हामी वाल्करहरू, मोर्निङ वाल्करहरू। अहिले ठ्याक्कै कति बज्यो? 6:35। Where are you? खाक्यौ? फाइनल्ली आयो केडा हो, डाँडामा आयो फाइनल्ली। हो फाइनल्ली भिडियो गर्नु न।
केडा हो हात लगाइदियो केडा हो फाइनल्ली विमल वेयर आर यु थाक्यौ हिमाल देख्ने हो अब हामी हिमाल हेर्ने हो तर बादल लागे डेन्जर हिजो लट्ठी टेकेर आउँदै हुनुहुन्छ आजको दिनमा बताइदिनुहोस् कस्तो फिलिङ्स आएको छ तपाईँको एकदम रमाइलो भएको छ मितलाई हार्दिक धन्यवाद भन्न चाहन्छु खोकिला खा तपाईँलाई चिसोमा झन् हिँड्दै हामी शरीर तातो छ नि शरीर तातो मन चिसो गाइज शरीर तातो मन चिसो मेरो कपाल पनि चिसोले पसिनाले भिजेको छ दामी छ खर्क यो के को यो चुत्रो होइन मित चुत्रो हो नि त यिनीहरू त ल माथि अब यहाँ त चौरमा यो ठुलो चौर छ यता ठाँटीहरू छ अब हामी त फेरि जताततै यस्तो भयो झाडी झाडी छ चारैतिर भ्यू देखिन्छ खतरा 360 भनेर आएको 360 पुरा पातिर यो चन्दनको बोट मात्र छ के 360 मा त फेरि अझै माथि गइन्छ हामी अब यस्तो यस्तो बाटो हिँडेर माथि गइन्छ हामी डेन्जर अझै थोरै माथि पुगेपछि खतरा कता हो यार दामी नहल्लाइकिन गर्नु ल सुन पहाड पाखा पर्वत माल सुन चित्तय मन किन किन छुन्छय मन किन किन पन्छी पनि उड्छ वनभित्र दामी छैन त ठाउँ बिहानको साथमा बस्दै ओहो केटाहरू यहाँ बोलाइरहेछ कहाँ पुग्यो केटाहरू कहाँ हो भ्यू टावर कता छ गाइज खोइ ओए केटाहरू कहाँ ओ भाइ भ्यू टावर ओ भ्यू टावर ओ केटाहरूको भ्यू टावर अक्खा रहेछ ल खै अर्को भ्यू टावर कता छ ओहो खै त विमलको भ्यू टावर केटाहरूले सनराइज हेर्न केटाहरूको भ्यू टावर हेरौँ ओए ऊ हल्लाइदेऊ त ल लडाउला यार तिमीलाई त देख्दै देखेन कि अझै ऊ केटाहरूको भ्यू टावर सनराइज हेर्ने भ्यू टावर हाई गरिदेऊ हेलो भन्देऊ केही भन न खतरा भ्यू टावरमा गएछौ तिमी त है यस्तो पुरा रुखमा गइदिएर भ्यू टावर हेर्ने क्या अब म चाहिँ गएको छैन फेरि यहाँ तलैबाट भ्यू टावर देखिरहेछ छैन यार कता जानु पो र उताबाट कता उताको भेगबाट पक्का पल्लो पास ओहो यो त सब धोत्रो लाग्यो केटा ढल्न सक्छ म आउँदा त अब होइन म 65 किलो त ढलिने यार तपाईँ 58 किलो कसरी ढल्नु जम्मा म 72 यस्तो रुख रहेछ त यार टेक्न मिल्छ झन् दिल भाइ तिमीले हेरौ झर्देऊ त्यहाँ दुईजना धान्दैन हामी रुखमा चढेर यो भ्यू हेर्दैछौँ माछा पुछ्रेको र सबै हिमालय यहाँबाट राम्रोसँग देखिएको छ ओहो
एउटा दुईटा तिनटा चारवटा पुलिस पाँचवटा पनि छन् हिमाल। हाम्रो भाइ My God. कुवा पह भाइ पह म ओरिन्छु तिमीले हेर पह भाइ यसले धान्दैन उडान ल हिमाली श्रृङ्खला है गङ्गा ल यस्तो बाटो छ है अब त बाटो भेटिनु पर्ने ऊ कहाँ केडा हो आउँदो रहेछ नि त पुरा किताब कापी लिएर ए जी जिगाइचहरू होला नि त र आज हाम्रो भ्रमणको विषयमा 2 शब्द भन्दिनँ हार्दिक अनुरोध गर्दछु ओहो हामी आज 4:50 मा उठ्यो 4:50 मा उठेर तपाईँको टक्क हाम्रो यात्रा सुरु भयो मोर्निङ वाक कतिखेर रन हुन्छ हाम्रो अनि मोर्निङ रन अनि हुँदै उकालो हामी 5.5 किलोमिटर माथि आइयो र यो डाँडा अब यो यता हिमाल छ यता टक्क यो रेन्ज छ अन्नपूर्ण रेन्ज हो माछापुच्छ्रे हिमाल अन्नपूर्ण यताको होइन त्यताको नाम के भन्छ तिनीहरूलाई आइयो छ हामी गाइजहरू हाम्रो भाइ भाइहरू छ मेरो भाइ मेरो भाइ मेरो यस्तै भाइ छ होइन अनि हामी छौँ ए केटाहरू के भनिदेऊ न केटाहरू एउटा गीत गाइदियो भाइ ल ठिक छ रमाइलो छ राम्रो छ टक्क प्रकृतिमा कहिले डाँडामा खालि निकै तल देखिरहेछ राम्रो छ रमाइलो छ आनन्द आइरहेछ यहाँ खासमा त्यो झापातिर बनाउने टावर छ यता ल्याएर बनाउनु पर्ने रहेछ क्या यहाँ त यो रुखहरूबाट पनि माथि अझै देख्न सक्थ्यो नि त टाढा भ्यू देख्न सक्थ्यो अझै होइन एउटा नयाँ ट्रेकिङ पोइन्ट चाहिँ अब यो खोल्छ भोलि भविष्यमा एउटा 1 डे पोखरादेखि यहाँ हिँडेर तपाईँको त्यो एक दिनमा आइपुगिन्छ 1 डे ड्राइभ पिकनिक गर्नको लागि यो सबभन्दा बेस्ट ठाउँ भोलिको दिनमा हुन्छ कार्की डाँडाहरू भन्दा पनि यो बेस्ट ठाउँ हुँदैछ भन्दै हाम्रो कुराहरू यहीँ टुङ्ग्याउन चाहन्छौँ नेक्स्ट लेभलको पिस ल माथि पुगेर हामी फर्किँदैछौँ होइन मित हामीसँग भुन्टी निकाएको थियो तर भुन्टी आउने बेला भएन के माथिबाट कता गायब भयो फर्क्यो कि त्यसलाई बाघले लग्यो क्या एउटा चिज भयो यता के गराइरहेको चरा हो मोला त्यो टपबाट टक्क झर्दै यस्तो टेके बाटो त हल्का झाडी टाइपको छ अनि माथि गयौँ टक्क हिमालहरू हेऱ्यौँ अनि रिटर्न ब्याक अनि ब्याक टु होम अघिकै बाटो टक्क लाएर यो चाहिँ त्यो टुसा भन्छ टुसा निगालोबाट टुसा बनाउँछ त्यो टुसा खाने चाहिँ पछि असार साउन तिनातिर हो के रे अचाल चाहिँ यसको घाँस बनाएर लैजान्छन् यहाँ नजिकै स्थानीय नजिकै के भन्नु 1 घन्टा टाढा छ यहाँ आउनलाई जङ्गल जताततै निगालो गाडी छ यहाँ बाटोमा यस्तो टक्क मलाको बोट भेट्यो रातै छ यहाँ मला चाहिँ मला टिप्यो बाँकी के छोड्थ्यो हामी त बाँदरै हो के रे होइन चिम्पान्जीको उता भयो अनि मङ्की गाइड्सहरू यता मेरो मिजी हुनुहुन्छ फेरि म यहाँ छु यस्तो उस छ कि अमिलो टक्कको
मिठो ट्वाक्कै छ ट्वाक्कै ल वाल्कर गाईचहरू माथिबाट हिँड्दै 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 टक्क फेदी झर्न लागिएको छ हामी घुमेर परबाट आउनुपर्ने है आज के हो मनोज तिम्रो हातमा भएको देखाउ त यता के हो यो मला हो कस्तो हुन्छ त्यो खै खाउ त कस्तो स्वाद आउने रहेछ त्यसको खै त एक्सप्रेसन देखाउ न आएपछि बोल्नु जाने टक्क अब बल्ल माछा पुछ्रे अन्नपूर्ण ल थ्याङ्क्स फर भिजिट हामी चाहिँ कहाँबाट आयो कानोमा यहाँ देखिएकै छैन त्यो डाँडाबाट आएकोमा हामीलाई धन्यवाद छ अब बल्ल हामी गाउँमा आयो अर्मुलाखोटको गाउँमा अब यहाँबाट नि आधी घन्टा तल हामी त्यहाँ जान्छौँ खाजासाजा खान्छौँ अनि त्यसपछि मलाई त खाएको खाइ गरेछ हामी होमस्टेमा गएर भात खाएर जान्छौँ हामी डाँडामा पुगेर ब्याक त्यो डाँडामा पुगेको केटाहरू फाइनल्ली घरमा आइयो ल चोको डाँडाबाट 4 घन्टापछि 5 घन्टा लाग्यो लगभग मिच्छु फाइनल्ली है फाइनल्ली हामी घर आइपुग्यो त्यो डाँडो चाहिँ धेरै रमाइलो चाहिँ तपाईँहरू पनि एकचोटि जाने एकदम चेष्टा गर्नु होला हो त्यसको लागि हामी हेल्प गर्न सक्छौँ तपाईँहरूलाई